खानेपानी दैनिक जीवनको लागि अपरिहार्य छ। सन् 2014 मा नेपालको आधारभूत खानेपानीको पहुँच 83.6% पुगेको थियो। दिगो विकास लक्ष्यले सन् 2030 सम्मका लागि लक्ष्यहरू निर्धारण गरेको छ। 99% घरधुरीमा आधारभूत खानेपानीको पहुँच हुनुपर्दछ र 95% घरधुरीमा पाइपबाट वितरित खानेपानीको पहुँच हुनुपर्दछ। नेपालमा विभिन्न प्रकारका संस्थाहरूले खानेपानी आपूर्ति प्रणालीहरूको व्यवस्थापन गर्दछन्। नेपाल खानेपानी संस्थानले ठूला सहरहरूमा खानेपानी आपूर्तिको जिम्मेवार निर्वाह गर्दछ। केही सहरहरूमा खानेपानी आपूर्तिको लागि खानेपानी व्यवस्थापन बोर्डको स्थापना गरिएको छ। बाँकी रहेका क्षेत्रहरू जस्तै साना सहर तथा ग्रामीण क्षेत्रहरूमा खानेपानी आपूर्तिको जिम्मेवारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्वाह गर्दछन्। नेपालमा अनुमानित 43,000 को सङ्ख्यामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरू रहेका छन्। जलस्रोत ऐन 2049 अनुसार खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरू गठन गरिएका हुन्। नयाँ ऐन खानेपानी सरसफाई तथा स्वच्छता ऐनको निर्माण भएको छ।